ल अब जानु पर्दैन कि गाउँमै बसेर जागिर खानुपर्छ भनेर मानेन। अब अर्का मुलुकमा गएर बस्दा बढी दुःख हुन्छ। अब राम्रोसँग बस्नु कमाउनु, कमाएर ल्याएर घरको दुःख सुख सबै राम्रोसँग हेरविचार गर्नुपर्छ। अब मैले दिने अर्थीपुर्ति यही हो। अब अरू त म के भन्नु र। राम्रोसँग बस्नु, राम्रोसँग कमाउनु। मजाको दिन भयो हौ आज। काम गर्नलाई त यस्तो दिन हुने हो। यस्तै भइदिरहेको त काम गर्न सजिलो हुन्थ्यो। साह्रै मजाको दिन भयो हौ। ओहो नानी, कहाँबाट के गरेर आएको नि? म त्यही तल गैरी खेतमा मकै गरौँ कि भनेर हिँडेको दाइ। अनि तपाईँ चाहिँ टिका सिका लगाएर टाढैको यात्रा हो र दाइ? कहाँ जानु हो नानी? अब नेपालमा नि खासै केही पनि उपलब्धि भएन भनेर विदेशतिर जाउँ कि भनेर लागेको। ए अनि कुन देश जानु लाग्नुभयो त दाइ? कहाँ नै जानु र नानी, हामी जस्तो गरिब मान्छे अब अन्त ठुल्ठुलो देश अमेरिका, अस्ट्रेलिया, युएसए जानु सकिन्न। तर त्यही कतार, मलेसिया जाने त हो कतार हिँडेको। धेरै पैसा हुन्थ्यो, हामी धनी हुन्थ्यो भने त ठुलै देश गइन्थ्यो होला नानी। अब धेरै लगानी छैन। त्यही 1.5 लाख रुपियाँ पनि त्यो धनपति दाइसँग ऋण गरेर 36% ब्याज तिर्छु भनेर लिएर आएर हिँडेको छु। के गर्नु त, दुखी गरिब भएपछि यस्तै रहेछ। गाह्रो रहेछ नानी, आफूले गर्छु भने काम गर्न नि गाह्रो। ए अनि दाइ विदेश जानु लाग्नु भएछ। अनि कमाइ चाहिँ के कस्तो हुन्छ भनेको छ नि? अनि खाना बस्नको सुविधा चाहिँ के कस्तो छ नि दाइ? तलब त कति नै हुनु र नानु। अब आफ्नो हातमा सिप हुन्थ्यो भने राम्रै तलब पनि आउँथ्यो होला। अब हातमा सिप पनि केही छैन। त्यही कुल्ली काम गर्न जाने हो। खाएर बसेर त्यही 30,000 दिन्छु भनेको छ। त्यति आयो भने मलाई अब मेरो घर परिवार पाल्न पुगिहाल्छ ल खानुपिर। अब अरू त के नै गर्नु छ र। ए दाइ अनि कमाइ त थोरै रहेछ नि त। अनि यहाँदेखिको बालबच्चा जान सबै छोडेर गएर पनि विदेशमा त्यति थोरै कमाइ, बरु नेपालमै केही गरेको भए हुन्थ्यो नि त दाइ। त्यति पैसा त बरु यहीँ कुल्ली काम गरेर भए पनि कमाइहालिन्थ्यो नि दाइ। मैले यहाँ नगर्नु खोजेँ नि होइन नि नानी। धेरै गरेको मैले, पसल राखेँ, पसलबाट पनि केही भएन। कृषि गरेँ, केही पनि भएन। अब यहाँनिर टँडेलहरू हालेर गोलमेला खेती गरेँ, तरकारी खेती गरेँ, के पनि भएन। अहिले त झन् बाँदरले घरभित्रको मकै शुद्ध खान दिँदैन। अनि कृषिमा पनि केही छैन। वस्तुपालन गर्यो, दुध नदिकन बिचैमा थाक्छ। त्यसबाट पनि केही उन्नति प्रगति कहीँ केही बाटो नदेखिएपछि अन्तिम विकल्प भनेर म विदेश हिँड्दैन नानी। मैले यहाँ केही गर्न नचाहेको होइन नि। अब यहाँ गर्नु गरेर सबै गर्दा नि नभएर दुःखको गोत्ता खाएर चाहिँ नि केही सिप नलाएर अनि बरु विदेशै भयो नि वहीँको गएर दुःख गर्छु भनेर हिँडेको नानी म। नजाउँ भने नि भएन। साउको 36% डरले ऋण लिएको छ, त्यो ऋण नि तिर्नु परिहाल्यो। बालबच्चा छोरछोरी नि पाल्नु परिहाल्यो। त्यही भएर अब के नै विकल्प छ र हामीसँग। तपाईँले भन्नुभएको कुरो ठिक हो दाइ। हुन त यति छिटै तपाईँले हार खान त नहुने हो नि। मैले यहाँनिर दुध बेचेर बाख्रा साख्रा पालेर महिनाको 40-50 हजार त यहीँ कमाइरहेको छु त। तिमीले भनेको कुरो नि ठिकै हो नि त। तर सबैलाई एउटै कुराबाट सफलता नमिल्ने रहेछ। मैले 1000 ठाउँमा हरेक काम गर्दाखेरि कहीँबाट पनि केही सफलता नमिलेर अनि विदेश जाने निर्णय गरे हो। अब यहाँनिर खासै केहीमा ग्यारेन्टी पनि छैन। न सरकार स्थिर छ, न केही छ, न हामीले उत्पादन गरेको सामानहरू बिच्छ। केही भाउ नआएर फाल्नुपर्छ। दुधहरू उत्पादन गरेर रोडमा बगाउनुपर्छ। अनि के हिसाबले यहाँ बस्ने त? होला तिमीले केही पैसा कमायो होला, तर भोलिको दिनमा यहाँनिर चाहिँ नि केही हुनेवाला छैन। बरु तिमीहरू नि मिल्छ भने उतैतिर हिँड मसँगै। बरु जति कमाउला उतै कमाउला ल। पछि आउँदा भेट्दै गरौँला। उतै आएछ भने उतै भेटौँला। तर अहिले चाहिँ म गएँ है। बाई। Thank you for watching.